हेलो सुनन गुटिन आवेन म जर्मन भाषा प्रशिक्षक सुदन लामा। आजको भिडियोमा हामी पढ्न गइरहेका छौं जर्मन कन्जुगेसन। जस्तो हाम्रो इन्डिङहरु रहेको छ भर्बको इन्डिङहरु चाहिँ जस्तो हाम्रो खानु जानु हिड्नु भन्ने कुराहरु अस्ति हामीले सिकेका थियौं। टु लर्न टु गो जस्ता कुराहरु रहेको थियो हो। जस्तो ट्रिङ्केन भन्ने भर्ब पढेका थियौं टु ड्रिङ्क। अझ जागेन भन्ने कुरा रहेको थियो टु से हो। त्यसैगरी हाम्रो रहेको थियो वोनेन भन्ने कुराहरु धेरै भर्बहरु रहेको छ र सबै भर्बमा कमन कुरा चाहिँ en भन्ने कुराहरु आइरहेको छ। नेपालीमा भने जस्तो क्रियामा चाहिँ के हुन्छ भन्दा नु 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 भन्ने कुराहरु रहेको छ। जानु खेल्नु हिड्नु डुल्नु जस्ता कुराहरु रहेको छ। जर्मनमा चाहिँ इन्डिङहरु en हुँदो रहेछ र हामीले चाहिँ तपाईको पर्सन अनुसार सब्जेक्ट अनुसार चाहिँ के गर्छौं भन्दा व्यक्ति अनुसार चाहिँ चेन्ज गर्छौं नि त। म जानु भन्दा पनि म जान्छु, तिमी जान्छौ, हामी जान्छौं, उहाँ जानुहुन्छ जस्ता कुराहरु रहेको छ। जस्तो हामीले पढेका थियौं त्यति बेला इश भन्ने कुरा हो। त्यसैगरी डु एर जी अनि त्यसैगरी एस अनि विय इय त्यसैगरी जी अनि क्यापिटल जी रहेको छ। यो कुराहरु पढेका थियौं। जस्तो हाम्रो नेपालीमा चाहिँ नुलाई हटाएर छका क्रिया रूपहरुले चाहिँ के गर्छौं त भन्दाखेरिमा चाहिँ चेन्ज गरिरहेका हुन्छौं है। यसलाई चाहिँ हामी हटाएर नुलाई हटाएर चाहिँ के गर्छौं त छका क्रिया रूपहरु चाहिँ जोड्ने गर्छौं है। सो जर्मनमा चाहिँ यो en भन्नेलाई हटाएर तपाईहरुको लास्टमा भएको en लाई हटाएर चाहिँ तपाईहरुको इशमा ई डुमा st एरजीएस यो सबैमा एउटै नै हुन्छ टी। त्यसैगरी इयमा विय रहेछ वियमा नो चेन्ज यसमा चाहिँ परिवर्तन हुँदैन नो चेन्ज। त्यसैगरी इयमा टी त्यसैगरी जी र जी यसमा पनि के हुन्छ त नो चेन्ज रहेको छ है। जस्तोको त्यस्तै भन्नुको मतलब en को en नै रहेको छ। आई ड्रिङ्क भन्नु पर्यो भने तपाईहरुले भन्नुपर्ने हुन्छ इश के हुन्छ त आईलाई के भन्दो रहेछ फर्स्ट लेटर क्यापिटल लेखौं इश ट्रिङ्केन को ट्रिङ्क आई ड्रिङ्क इश ट्रिङ्क के पिउनुहुन्छ बिय इश ट्रिङ्क बिय इश ट्रिङ्क कोला इश ट्रिङ्क वासा हो वाइन जस्ता कुराहरु रहेको छ। डु ट्रिङ्क्स है यु ड्रिङ्क भन्नु पर्यो भने चाहिँ डु यो र यो चाहिँ यु कस्तो वाला यु भन्दा नेपालीमा तिमी है। डु अनि ट्रिङ्केन पिउनुलाई ट्रिङ्केन भन्छ तर en हटाएर अब हामीले चाहिँ के गर्नुपर्ने रहेछ त st भन्ने रुल्स चाहिँ हाल्नुपर्ने रहेछ। डु ट्रिङ्क्स भन्ने कुरा रहेको छ। ही ड्रिङ्क्स भन्नु पर्यो भने हिलाई एयर भन्दो रहेछ अथवा सी भन्नु पर्यो भनेदेखि चाहिँ जी भन्दो रहेछ है। जे भन्दा पनि तपाईहरुको इन्डिङ चाहिँ टी आउँदो रहेछ है। एयर अथवा जी अथवा एस जुन छ एर जी एस ले चाहिँ फेरि के गर्दो रहेछ त टी लिदो रहेछ। ट्रिङ्केन जुन छ ट्रिङ्केनको en हटेर टी लेख्नु पर्ने रहेछ रुल्सले भन्दैछ है। जर्मनमा छका क्रिया रूप जोडेको जस्तै है। एयर ट्रिङ्क्स जी ट्रिङ्क्ड जी ट्रिङ्क्ड अब जी उनले चाहिँ के पिउँदै छिन् त भन्दा जी ट्रिङ्क्ड सायद कोला होला हो जाफ्ट होला जस्ता कुरा रहेको छ जी ट्रिङ्क्ड जाफ्ट। विय हामी पिउँदै छौं विय चाहिँ फेरि के हुन्छ त नो चेन्ज भनेपछि के हुन्छ ट्रिङ्केनको ट्रिङ्केन नै हुन्छ। विय ट्रिङ्केन वाइन हामी चाहिँ वाइन पिउँदै छौं। इय भनेको चाहिँ के हुन्छ तिमीहरु इय अनि रुल्सले के भन्दो रहेछ en हटेर टी अनि यहाँनिर en रहेको छ हो। ट्रिङ्केन भनेको टु ड्रिङ्क हो en हटेर टी टी इय ड्रिङ्क र जी फेरि के हुन्छ त जी अनि त्यसैगरी अर्को जी रहेको छ। यसको चाहिँ फेरि नो चेन्ज भनेपछि ट्रिङ्केनको के हुन्छ ट्रिङ्केन नै हुन्छ है। अनि यता चाहिँ अब्जेक्ट राख्ने हो के हो। अब जागेन रहेको छ हो। अब सजिलो रहेको छ म यहाँनिर चाहिँ तपाईहरुको पर्सनल प्रोनाउन लेख्दिन सिधै यसको कन्जुगेसन गर्छु। जस्तो सजिलो छ है। यो en लाई हटाएर के गर्ने हो त st इश रहेछ इशमा ई अनि डुमा st जस्ता कुराहरु रहेको छ के
हो जागेन जुन रहेको छ जागेनको जाक्स्ट हुँदो रहेछ हो सबैमा पहिला यसरी लेखौँ न त नाको भए जागेन जागेन हो यसरी जागेन रहेको छ यहाँ पनि पहिला टुसेलाई जागेन नै भन्छ तर रुल्स जुन छ रुल्सले यो इएन जुन छ इएनलाई के गर्ने अरे हटाउने नुका जुन रहेको छ क्रियारूप जुन रहेको छ क्रियाहरूमा नुलाई हटाएर हामीले नेपालीमा छका क्रियारूपहरू राखे जस्तै यहाँ चाहिँ यसरी रहेको छ इन्डुङ्गेनहरू है सो यहाँ चाहिँ अब इ रहेछ डुमा एसटी रहेछ एलजिएसमा टी रहेछ वियमा इएनको इएन नै हाल्नुपर्ने रहेछ यसमा टी रहेछ फेरि यहाँको इएनको इएन नै ट्याक्कै मिल्छ है इस्जाग आइसे भन्नु पर्यो भने इस्जाग है अब वोनेन रहेछ वोनेनको चाहिँ आई लिभ भन्नु पर्यो भने आईलाई भन्छ इस अनि लिभलाई चाहिँ के हुन्छ त वोनेनको अब वोन रहेछ इस्वोन इन बुटबल म चाहिँ बुटबलमा बस्छु इस्वोन इन अझो बुटबल तिमी कहाँ बस्छौ भन्दाखेरिमा अझो तिमी डु वोन्स्ट इन कहाँ बस्नुहुन्छ मलाई नि थाहा छैन सो तपाईँहरूले यहाँ चाहिँ लेख्न सक्नुहुन्छ है अन्त तपाईँहरूले चाहिँ इस्वोन इन म चाहिँ बस्छु यस्तोमा भनेर लेख्नु होला है इस्वोन इन मणिग्राम इस्वोन इन काठमाडौँ इस्वोन इन पोखरा दादिङ कहाँनिर हो तपाईँहरूले लेख्न सक्नुहुन्छ सो अझो जी वोन्ट रहेको छ है उनी बस्छिन् एयर रहेको छ एयर भनेको चाहिँ के हो त तपाईँहरूको ऊ रहेको छ हि लिभ्स भनेर भन्नु पर्यो भने एयर वोनेनको चाहिँ वोन्ट है सजिलो रहेको छ विय भन्नेको फेरि के हुन्छ त वियमा नो चेन्ज भनेपछि वोनेनको वोनेन नै हुँदो रहेछ है गाह्रो लागेको बेला यहाँ पनि विय लेखिदिउँ इय रहेको छ इयको चाहिँ वोनेन जुन छ वोनेनको इयन हटेर फेरि के हुन्छ अरे टी रहेको छ त्यसै गरी जी अनि के रहेको छ त अझ जी रहेको छ सो क्यापिटल जी रहेको छ यो दुईवटामा चाहिँ फेरि नो चेन्ज अनि वोनेनको के हुन्छ वोनेन नै रहेको छ है गाह्रो लागेको भए अब फेरि हामी 22 पिल गरेर हेरौँ 22 पिल भनेको चाहिँ इक्जाम्पल केही छैन तपाईँहरूले चाहिँ पढ्नुपर्ने हुन्छ यदि यो 22 पिल भनेको थाहा छैन भनेदेखि इक्जाम्पल रहेको छ सो तपाईँहरूले यो सर लाएर सार्नु होला है त ल पज गरेर सार्नु होला म चाहिँ अब यसलाई मेटाउन गइरहेको छु जस्तो अब हामी 22 पिलतिर जाउँ हिजो अस्तिसम्म हामी वर्डहरू पढिरहेका थियौँ भने आज यो वर्डहरूलाई चाहिँ मिलाएर अब सेन्टेन्स बिल्डअप गर्नतिर लाग्छौँ है सेन्टेन्सको स्ट्रक्चर चाहिँ आउस जागे जात चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा चाहिँ तपाईँहरूको सब्जेक्ट प्लस भर्ब प्लस अनि के हुन्छ त अब्जेक्ट रहेको छ र यो भर्ब चाहिँ जहिले पनि यो सब्जेक्ट अनुसार कन्जुगेट गर्नुपर्ने हुन्छ भन्नुको मतलब यो जुन लास्टको भर्बमा इएन छ नि भर्बमा इन्डिङ इएन भएकोलाई चाहिँ यो रुल्स अनुसार चाहिँ कन्जुगासन जुन रुल्स छ कन्जुगेसन रुल्सको यहाँनिर रुल्सहरू चाहिँ हाल्नुपर्ने हुन्छ है इस अब इस रहेको छ अझो यहाँनिर लेखौँ त्रिङ्केन जुन रहेको छ हाम्रो भर्ब त्रिङ्केन रहेको छ त्रिङ्केनको अब यहाँ के हुन्छ भन्दाखेरिमा त्रिङ्केनको तपाईँहरूले त्यहाँनिर हेर्नु होला इएन जुन छ यो इएनलाई हटाएर रुल्सले के भने रहेछ ए अझो स्त्रीङ्क कोला है यसरी रहेको छ मानम यहाँनिर चाहिँ डु छ डट 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 एउटा भर्ब हाल्नु पर्यो यु प्ले फुटबल भनेर भन्नु पर्यो फुटबललाई चाहिँ जर्मनमा फुसबाल भनेर भन्छ हो टु प्लेलाई चाहिँ स्पिलेन भनेर भनिन्छ है के हुन्छ होला त यहाँ भन्दाखेरिमा अनि स्पिलेनको ल यो इएनलाई हटाएर डुले रुल्स के भने रहेछ यसो हेर्नु होला ठ्याक्कै मिल्छ यु प्ले फुटबल भनेर भन्नु पर्यो भने प्लेलाई चाहिँ तपाईँहरूको स्पिलेन भन्दो रहेछ जुन स्पिलेनको इएन छ एसटी हटाउनु पर्ने त रहेछ नि है एसटी है स्पिल्स एल रहेको रहेछ एसपिआइइएलएसटी ओके डु स्पिल्स फुसबाल अर्को रहेको छ एरजिएस एयर रहेको छ एयर अब एउटा कुनै भर्ब हामीले पढेको बाला लेखौँ हो के रहेको छ धेरै नै छ लिमेन हासेन जस्ता कुराहरू रहेको छ हो त्रिङ्केन गेहेन रहेको छ ल गेहेन भन्ने भर्ब हालिदिउँ गेहेन जस्तो इस्के ह कहाँ जानुहुन्छ त ल इन्स
किनो सिनेमा है किनो भनेको सिनेमा रहेको छ अब एयरको अब ईएनलाई हटाएर ट्याक्क लाएर गरिदिनु के हुन्छ रुल्स ट्याक्क मिलिहाल्छ गेहेनको पहिला ईएनलाई इन्डिङ अहिले भर्खरै नलेख्ने सो हेर्नु होला इन्डिङ के रहेको छ टी रहेको रहेछ एयर गेट इन स्किनो ई गोज इन द सिनेमा है गो टु द सिनेमा भन्ने कुरा रहेको छ वियर रहेको छ अब मानौँ हाम्रो यहाँनिर ब्राउखेन रहेको छ ब्राउखेन भनेको चाहिँ टु निड रहेको छ वियर ब्राउखेन हामीलाई चाहिरहेको छ वी निड अल्सो के चाहियो त हैन ल गेल्ड रहेको छ पैसालाई चाहिँ जर्मनमा गेल्ड रहेको छ दास गेल्ड वियर अब के हुन्छ भन्दा सेम नै हुन्छ है किन भन्दाखेरिमा चाहिँ तपाईहरुको वियरले चाहिँ नो चेन्ज रहेको छ नि त है कहिलेकाहीँ नाम पनि आउन सक्छ नाम आयो भनेदेखि ध्यान दिनुपर्ने चाहिँ तपाईहरुको एउटा मात्रै नाम आएको छ जस्तो यहाँनिर चाहिँ म्युल भनेर आइरहेको छ हो सरनेम हो हाम्रो देवकोटा सापकोटा भने जस्तै हो जस्तो लामा भने जस्तै म्युल भन्ने एउटा रहेको छ म्युल आएको छ हो हेर म्युल भनेर आछ यहाँनिर जस्तो हाम्रो नामहरु रहेको छ राम श्याम जस्ता कुराहरु सिंगल वाला है सीता त्यस्तो आछ भने अब राम आयो भने त उमा पर्यो नि त हो यो वाला रहेको छ यदि केटी आयो भने सी वाला आउने गर्दछ हो अथवा कुनै एउटा वर्ड आयो भने यसमा हुन सक्छ इटमा हुन सक्छ त्यही भएर तपाईले यो वाला चाहिँ लिन पर्यो है तर एउटैमा चाहिँ दुईवटा नाम आएको छ एउटै सेन्टेन्समा दुई जनाको नाम आएको छ राम र श्याम भनेर भन्यो भने उनीहरु भन्ने वाला हुन्छ यो जीमा पर्ने गर्दछ कन्जुगेसन त्यहाँको लिन पर्यो जस्तो मानौ यहाँनिर चाहिँ अल्सो हेर म्युलर मिस्टर म्युलर के हो त यहाँनिर चाहिँ जब चाहिँ सर्च गरिरहेको छ है सर्चलाई चाहिँ के भन्छ जुखेन भनेर भन्छ जुखेन अब जुखेन रहेको छ अब जुखेन भनेको टु सर्च हो तर तपाईहरुको यो के हो त मेन इन्फिनिटिभ फर्ममा रहेको छ मेन फर्ममा रहेको छ अब कन्जुगेट गर्नु पर्यो भनेदेखि जुखेनको के हुन्छ ईएन हटेर के हुँदो रहेछ टी हुँदो रहेछ है जोख्ट हुँदो रहेछ हेर म्युलर जोख्ट अल्सो जब है जब चाहिँ के गर्दै रहेछ त सर्च गर्दै रहेछ अथवा यहाँनिर चाहिँ दुईवटा रहेको छ हेर म्युलर जो ओन्ड कोही एउटा नाम राख्दिउँ यहाँ तपाईहरुकै हुन सक्यो नाम हो युलिया हुन सक्यो युलिया हुन सक्यो है जुलिया हैन यो युलिया रहेको छ कोला है ए कोला यहाँ आइसकेको रहेछ अल्सो जुप्प है जो जुप्प रहेको छ अब यहाँनिर चाहिँ के गर्दैछ भन्दाखेरिमा मानौ त्रिङ्केन भन्ने आइरहेको छ भनेदेखि अब त्रिङ्केनको यहाँ के हुन्छ त भन्दाखेरिमा यहाँ दुई जनाको नाम छ नि त भनेको देमा पर्यो है उनीहरु भन्नेमा हुन्छ नि त यो पर्यो यानी कि नो चेन्ज तपाईहरुले त्रिङ्केन नै लेख्नु पर्ने हुन्छ स्ट्यान्डर्ड बुझ्नुभयो ओके बुझ्नु भएको भए सरल आएर पौज गरेर तपाईहरुले सार्नु होला म एक दुईवटा तपाईहरुलाई दिन्छु अनि तपाईहरुले के गर्नुस् त सरल आएर कमेन्टमा चाहिँ यसको एन्सरहरु चाहिँ लेख्नु होला अल्सो इश हाउस अफ गाब हाउस अफ गाब भनेको चाहिँ होमवर्क रहेको छ माखेन भन्ने यहाँनिर चाहिँ कन्जुगेट गरेर राख्नु होला हो आई डु होमवर्क भनेर भन्न पर्यो हो अल्सो एयर अल्सो भब यहाँनिर रहेको छ गिटार है ल यहाँ चाहिँ स्पिलेन ओके नुमा आइन्स रहेको थियो यो नुमा स्वाई रहेको छ हो जो ड्राई नुमामा अर्को लेखौं विय हो अफगाब अथवा ब्रीफ
ब्रिफ भनेको चाहिँ लेटर रहेको छ है, चिठी रहेको छ। श्राइबेन, ल श्राइबेनलाई चाहिँ यहाँ लेख्न पर्यो है, के हुन्छ र फियनुममा हाम्रो ओके अघिको भाला लेखौँ। यहाँनिर चाहिँ कात्या हो, यहाँनिर ल्यान्ड जो नेपाली है, ल्यार्निङ। ओके, यसलाई चाहिँ तपाईहरुको यहाँ के हुन्छ कन्जुगेट गरेर देखाउनु होला है, कमेन्टमा चाहिँ तपाईहरुको आफ्नो एन्सर चाहिँ दिनु होला के हुन्छ। र आजको भिडियो चाहिँ यति नै रहेको छ र हाम्रो इन्डिङ मिलाउनको लागि चाहिँ हामीले चाहिँ सिक्यौं। रुल्सहरु यो रहेको छ र यो रुल्स चाहिँ फर्स्टमा याद गर्नु पर्यो तापनि यो युजमा डेली बेसिसमा युज भइसकेपछि हामीलाई यो रुल्स एकदमै आइनफाक हुन्छ, सिम्पल हुन्छ है। आजको लागि यति नै रहेको छ। Das ist alles für heute। भोलि भेटौँला। बिस मोर्गेन।